एउटा हाम्रो यो अझै पनि हामी मान्छे चाहिँ अझै हामी मानव भएर पुरै मान्छे जो मानव जातिहरू छ त्यो चाहिँ अझै पनि मान्छे भएको छैन। त्यो तपाईँको यहाँ अहिले यहाँ राउटे भन्छ कि यो तपाईँको पूर्वतिर यस्तो हुँदैन, तर पश्चिमतिर चाहिँ यस्तो देख्नेको पाइन्छ होइन। जस्तो इन्डियामा आसाम सायद भयो, मणिपुर नै यसमा अलिअलि त्यस्तो मान्छे देखिन्थ्यो भने यहाँ नेपालमा पनि कर्णाली प्रदेशतिर त्यो राउटे भन्ने मान्छेहरू देखिन्छ। त्यो चाहिँ सरकारले त्यसको व्यवस्थापन गर्न अझै सकेको छैन। उहाँहरू भने कस्तो तपाईँको जङ्गलमै बस्ने हो त उहाँहरू होइन, उहाँहरू चाहिँ जङ्गलमै बस्ने हो। अनि तिनीहरूको भाषा अलगै हुन्छ, आफ्नै भाषा हुन्छ, भाषा बोल्ने। अनि जङ्गलमै तपाईँको जङ्गली जनावरलाई मारेर जङ्गलमा पाइने तरुलहरू जे पाइन्छ होइन, त्यस्तो चाहिँ खान्छ नि त्यो उहाँहरूले। त्यसलाई चाहिँ राउटे भन्छ। त्यो राउटे चाहिँ यहाँ यो जङ्गलमा पनि छ भन्ने सुनेको थिएँ मैले अहिले पहिला, आज भोलि त म थाहा भएन। तर यो जङ्गलमा चाहिँ छ अरे भन्ने सुनेको थिएँ। साथीहरू के कस्तो छ अब त्यस्तो मैले बाहिर भेटिहालेँ भने म चाहिँ भेट्ने कोसिस चाहिँ गर्छु। यहाँ त यस्तो हो क्या पुरा यसरी भरेर टाक्क यो गाडी सही रहेछ। यहाँ माछा होला त कान्छ खुलै छैन यस्तो यो त पुरै खोला थियो। अब किन तल मान्छे मर्थ्यो क्या यार। गाडीहरू ओपन पिकअप भयो भने नि गर काम लाग्ने रहेछ यस्तो कच्ची बाटोमा त। मान्छे मरेर जे बेकारमा आयो यार।